What's up, guys? यसलाई चाहिँ टी-सर्ट खोलेर नाङ्गे राखेको है हिउँमा M4 Ranger 2 here. खतरा परिरहेछ है हैन अहिले चाहिँ हामी कोटेश्वरमा छौँ कोटेश्वरको जाममा दुईजना तार्के ग्याङको लागि निस्किँदैछौँ हेलम्बु भने भोलि हिउँ पर्छ जस्तो लाग्यो अब यसो यो वर्ष 2019 भरि घुम्न घुम्या भएर चाहिँ 2020कै फर्स्टमै घुम्न लागेका छौँ त्यसैले हजुरहरूलाई अब हाम्रो भिडियो के भन्ने खतरा आउने छ भनी बाचा गर्दछौँ अरू कुरा त्यही हो डुम्दिस काजेवा धन्यवाद भनेर भन्छु म यो चाहिँ पुरै अफरोड उकालो बाइकले चाहिँ तनाव दिएर हिँड्नु परेको अवस्था यो अन्डा चाहिँ तातै छ अहिलेसम्म कि फोइल पेपर क्यामेरा तल हेर्न सक्नुहुन्छ म ब्याग बोकेको छ हैन ऊ चाहिँ खाली जिउ हिँड्न पनि थकित भएको छ अनि मेरो पछाडि हाल्न सक्नुहुन्छ अहिले त्यति बाक्लो परे होइन माथि डाँडामा चाहिँ एकदमै परिरहेछ अरे बाटो यस्तो छ हेर्नुहोस् है खतरनाक हिउँ परिरहेछ है यस्तै हिउँ पर्दा नि उसलाई भिडियो ल ठिक छ केटा पछाडि जा बिस्तारै यसो गरेर यता आइज सिधा यहाँ हामीलाई चाहिँ दाइहरूले सपोर्ट गर्नुभयो गाडी ठ्याक्कसँगले लागेन त्यहाँ त कसरी म समाज दाइ यहाँ त पुरै ओह्रालै भएछ त ओ यहाँतिर ठेउ मनोज लुक एट हे यस 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 है योहरू टक्क खतरनाक हेर्नु गाडी हिँड्ने पुरिन लागिसक्यो निकै जाडो छ याङ्री अब त्यसको के भन्ने बेस क्याम्पबाट चाहिँ फर्केका छौँ धेरै नै अविस्मरणीय हिउँ परेको थियो धेरै रमाइलो भएको थियो मैले मेरो वचनले व्यक्त गर्न सक्दैन मेरो बोलीले कति रमाइलो भएको भनेर व्यक्त गर्न सक्दैन हिउँ यता अलिकति मात्र छ त्यता भने चाहिँ एकदमै धेरै यता हेर्नुहुन्छ बादल अझै लागिरहेको छ र हामी अझै हिँडिरहेका छौँ उता हेर्नुहुन्छ हाम्रो क्यामेराम्यान सो आई वान्ट all of you to come over here at this amazing